नमस्ते नमस्कार जय श्री राम। अगर अहाँ सब कट्टर नेपाली छिनै कट्टर नेपाली तो ये वीडियो पूरा वाच करके जाए कि देखो। शुभकामना बालेन, तिमलाई शुभकामना। सुन्दैछु तिमी 76 जना युवाहरूको हत्यारा पापी केपी शर्मा ओलीको चुनावी क्षेत्रबाट चुनावमा उम्मिदैछौ अरे। तिमलाई फेरि पनि जितको अग्रिम शुभकामना बालेन। हामीलाई विश्वास छ हाम्रा प्रिय झापाली दाजुभाइ दिदीबहिनीहरूको माया तथा आदरणीय बुवा आमाहरूको आशीर्वादले तिमीले जित हासिल गर्नेछौ। यदि तिमी यो चुनावमा जितेर प्रधानमन्त्री बन्यौ भने ती 76 जना शहीदहरूको आत्माले शान्ति त पाउँछौ होला नि है बालेन। ती हाम्रा 76 जना भाइ बहिनीलाई ताकी गोली हान्न भन्ने पापी रमेश लेखक र केपी शर्मा ओलीले सजाय त पाउँछन् होला नि है बालेन। यदि तिमी प्रधानमन्त्री भयो भने बुढा भएका बाआमाहरू बिरामी हुँदा नजिकैको स्वास्थ्य चौकीमा उपचार त पाउँछन् होला नि है बालेन। कर्णाली जस्तो विकट एरियामा कुनामा बिजुली बत्ती र बाटो घाटो त पुग्छ होला नि बालेन। यदि तिमी प्रधानमन्त्री भयो भने अबको 10 वर्षपछि हाम्रा छोरा छोरीहरू पनि हामी जस्तै खाडीमा बेचिन त पर्दैन होला नि बालेन। तिमीलाई थाहा छ बालेन, हामीहरू यही खाडी मुलुक आउँदा पनि दलाललाई 3-4 लाख रुपियाँ दिएर आउन पर्छ। यदि तिमी प्रधानमन्त्री भयो भने यस्ता मेन पावर र त्यस्ता दलालहरूमाथि नि त निगरानी गर्छौ होला नि। हामीलाई विश्वास छ बालेन, तिमी आशाको दियो हौ। तिमी हामी यस्ता बोल्न नसक्ने बेजवानहरूको बुलन्द आवाज हौ बालेन। हामीलाई विश्वास छ बालेन तिमी माथि। तिमीलाई जितको फेरि पनि अग्रिम शुभकामना।